हेलो गाइज, पहिला हामी जन्मेको हुर्केको अनि हाम्रो बिहा पनि यस घरमै भएको थियो। अहिले घरमा कोही पनि बस्दैन, यस्तो भइसकेको छ। यसरी झारहरू पनि उम्रिरहेको छ। केरा चाहिँ राम्रो फलिरहेछ एउटा। यो बिग्रेकोले यो मैले बनाएको आज यस्तो। हेलो गाइज, पहिला हामी जन्मेको हुर्केको अनि हाम्रो बिहा पनि यस घरमै भएको थियो। अहिले घरमा कोही पनि बस्दैन, यस्तो भइसकेको छ। यसरी झारहरू पनि उम्रिरहेको छ। केरा चाहिँ राम्रो फलिरहेछ एउटा। यो बिग्रेकोले यो मैले बनाएको आज यस्तो।